यता अब गर्नु न पर्सी को बुझाइदिइहाल्ने नि मामाको माउटी साथ माउटी सबै खाने एउटा मेट भएको हुन्छ का भिडियो बनाउनु पर्छ एउटा मेट छ सानो मेट त्यही एउटा फङ्ल्याएर आइयो गुन्द्री वाइन हुन्छ यो थप्पड भनेको यस्तो गरौँ त याद गर्नु पर्यो नि त भोलि ल्याउँदा यहाँ घुमाउनु पर्यो छैन दिदी बिहान खानु पाइएन हिँड्यौँ ल हो त्यो रहेछ त हजुर हजुर होइन लम्बै लामै गराउने क्या त्यो भन्दा पनि जुत्ता खोल्नुहोस् न जुत्ता खोलेर अब यहाँ जुत्ता खोल्नु दे फुग्लो बोलाउनु सक्दैन भयो उको पुपु यहाँ छ ताराई छालाबाट खोल्नु पर्छ ए रबरको पर्दैन यता फर्किने होला नि यो त एकदमै खतिर छाता भयो हजुर पनि पठाएको यता फर्किने होला नि सोमबार अब घरतिर यस्तो बनाउने क्या फोटो खिच्दा यतातिर यस्तो बनाएर यतातिर आएर यस्तो भयो के हो र अब के अब सोमबार गर्ने घुम्ने लाउनु यहाँ 3 चक्कर घुम्ने के पानी चलाउँदै चलाउँदै यहाँ 3 चक्कर घुम्नु दुलाको वरिपरि हल्का पानी चलाउँदै घुम्दै गयो सोमबार म पछाडि छु 3 चक्कर घुम्नु अब निश्चित गर्नै पर्यो सकिन्न पनि अहिले सुन पानी हाल्यो हुन्छ आज शालिग्राम हेर्नको पेट खोजी हुन्छ कति खाने इच्छालाई टोक्नु त भएन मर्नेलाई भोलि के खान्छ मरेपछि भोलि के दिन्छ रोक्सी खान्न खालि बियर पनि आज बहिनीको बिहा हो खाइदिन्छु खाएँ भयो यता यतै दुलै यता अब त्यही भएर यता दाहिनेपट्टि बायाँपट्टि यता फर्के यता अगाडि फर्के जमैहरूले यता बहिनी जाउँ अब टिका तालो भित्र हुने भयो नहुने भयो भित्र जाने औँठी हेरी छ माला लाउने हो क्या यहाँ औँठी लगाइदेऊ ए माला 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 स्वयंवर गर्ने माला उताबाट ल्याउनु भएको छैन होला माला यस्तै छ गाह्रो नमान्ने ठुलैले स्वयंवर गहनाहरू छ गहना औँठी लगाइदिने औँठी लगाइदिए स्वयंवर गरिदिने हजुरले पनि उता उता जमाइले ल्याउनु भएको छ स्वयंवर गर्ने
अब जो लगाइन हुन्छ क्या त्यो न उता पनि ल्याएको छ नि तपाईँ लगाइदिनु त्यहाँबाट फेरि जमाइले फेरि लाग्छ पहिला लगाउने ताली बजाउनु तपाईँले सबैले ताली अब फेरि हजुरले पहिला जन्तीउला पुरा लगाउनु पर्छ नि त अहिले अहिले स्वयंवर गरेर ल सबै ताली बजाउने ल स्वयंवर अब यहाँबाट डुलेर लड्छ भित्र अब बोकेर लाने हो के अरे अब यस्तो गर्ने मैले र जमै मिलेर जाने भित्र ल जाऊ पहिला ऊ लगाइदियो खाताहरू यहाँ आमापाटी खाँदा जन्तीलाई सबैलाई लगाइदिनु ल जन्तीहरूलाई होइन पर्दैन बोक्न पर्दैन पर्दैन पक्लिन भान्जा कान्छियामा उठेर दिने त्यत्तिकै दिए नि हुन्छ सिगरेट ल्याए फुली कहाँ छ सिगरेट हामी त खान्छौँ के सिगरेट जस्तो दिनुपर्छ भान्जा कान्छियामा है कान्छियामालाई हेर्नुहोस् कान्छियामा सबभन्दा कान्छियामा जमाई कान्छियामा है लानु त्यो पनि हो अझै उठ्दैन पर्दैन ठेकी त्यही राख्ने हजुर त्यो हजुर जस्तो लाग्ने ठेकी त्यही राख्ने सबभन्दा जेठेको भाउजू आउनुहोस् होइन ठिकै छ जमाई दाई भाउजू जेठान सबभन्दा ठुलो जेठान सबभन्दा सबभन्दा ठुलो दाइ जेठान सबभन्दा जेठो जेठान भाउजू जेठानी दिदी उहाँको श्रीमती सिगरेट पनि दिनुपर्छ र साँच्चै एउटै हामीले नै फर्काउनु पर्ने हो कि होइन दाइ जेठानी दिदी जाउँ चिन्नुहोस् जेठानी ऐको दाईको श्रीमती छैन भाउजू आउनु सकेन पितरले खुसी राखौँ भगवान्ले रक्षा गरौँ पुरानो रीतिहरू म केही भन्दैन म एउटा बुढी पनि भएँ राम्रो होस् बुलुस फलुस हो तर के हुनुपर्ने भने सबैटा कोही घर आउने एउटा पाहुनालाई एक गिलास
पानी खा भात पाके छैन बरु आफूले नखाने त्यो भात खाएर भात दिने है धन्यवाद म अरू केही पनि धन्यवाद चाहिएको यति हो है दाई मिलेर बस जेठन राम्रोसित जवान हाम्रो केही भन्नु राम्रोसित मिलेर बस हाम्रो बलाल परिवारका जीवन साथी भन्ने कुरा अध्यक्ष पनि हुन् जीवन साथी भन्ने कुरा सानो हुनु बलाल परिवारका अध्यक्ष पनि हुन् उहाँ जेठन हाम्रो बलाल परिवारका अध्यक्ष पैसा सकियो भोलि बिहान ल्याउँला नि खोज्नु जाउँला नि त भोलि बिहान खोज्नु जाउँला पुरानो चलन हो आजकल हराउँदै गर्छ किनभने बिति नगरेको भने खाना चाहिँ कसैले खान्छ यो देखाउँछ त एउटा सिगरेट खाने भन्दैछु मैले यो दिनुहोस् न यसरी दिनुपर्छ पावर फर्काउनु पर्यो यो के हो भनेदेखि यो रित मात्रै हो हजुर होइन उहाँहरूले चाहिँ खानुहुन्छ खानुहुन्न त्यो डक्टरले नखाने भन्छन् कोही खालि पैसा सोक्यो है सालीलाई त 5 रुपियाँ मात्र भाउ गरेर होइन 500 को चाहिँ छैन त यहाँ छ 500 खसो रहेछ नि त 500 त्यही दिन पे टिका लाएर के 1060 देना कुरा मात्रै हो कुरा राख्नु पर्यो सबै ल म तानेरै सोच्छु ल जाउँ प्रेम मामा सबसे कान्छा मामा कान्छा मामा कोही छैनन् म एउटै हो हजुर 4वटा दिदी एउटा बहिनी अनि मेरो साइल दिदीको छोरी कान्छी चाहिँ हुनुहुन्छ र उहाँले है यस्तो हो क्या गलामी परिवारको अध्यक्ष नै हुनुहुन्छ उहाँ हङकङ परिवारको फादर पनि अध्यक्ष हङकङ परिवारको फादर भन्ने भने सबैले चिन्नुहुन्छ उहाँलाई अब सबभन्दा ठुलो कुरो नि अब उमेर छिप्पिएर चाहिँ बिहा जानु हुनु भएको छ होइन तर त्यो चाहिँ नि अलिकता बुझ्नुपर्छ है तपाईँहरूले अब होइन सर यो चाहिँ परिपक्व हो सर यो चाहिँ अलिकति ख्याल गर्नु होला ओहो हात यो यहाँ छ यहाँ छ परिपक्व हो त्यो चाहिँ गर्नुपर्छ है ल परिपक्व हो लड्नुपर्छ है त जेठन जाउँ हाम्रो यहाँ माइलोको घर उहाँ जेठाको छोरा कान्छा तपाईँको जेठो ससुराको छोरा कान्छा जेठन जेठन यो घर माइला हाम्रो माइला भएको घर यो माइला भएको छोरी कान्छी टिका लाउने चाहिँ दाई परे कान्छा दाई सगुन 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 कानमा हाल्नुहोस् जेठन अघि आएको भाइ माइला मधौलिया माइला जेठन
ल भाउजू आउनुहोस् सिगरेट दियो भने कानमा हाल्नुपर्छ रिट हो कि ल जमाई दिदी जेठानी दिदी जेठानी दिदी अघि जेठाबा कान्छा दाई आएको थियो कान्छा दाईको श्रीमती योभन्दा पहिला टिका लगाएको सेतो कमेज लगाउनु भएको थियो नि उहाँको मिसेस कान्छी भाउजू यो घर माइला बाको घर उहाँ फेरि जेठा बाको बुहारी कान्छी हजुर बराल साल धेरै हुनुहुँदैछ यहाँ बलाल हामी 70-75 घर छौँ यहाँ छ अनि हजुरले यो दिन ठेकी त्यही राख्नुहुन्छ यो डस्टर हजुरले लानु ठेकी त्यही छोड्नु होला माथिको ठेकी त्यही छोड्नु पर्दैन ठिकै छ के गर्छ सयको त छैन होला चल आऊ अब त्यो भदै तपाईँको भदै जम्मै तपाईँको भदै यो माइती त जम्मै बलाल हो यहाँ ससुरालीमा अब यही हो चुनावको बेला आउँदा यसो भेटेँ ए ल यही हो एउटा मात्रै एउटै छोड्यो एउटा भदैनी छ बुहारी भदैनी बुहारी माइती तपाईँको अब यहाँ ससुराले आयो भने यही बुहारी लियो तपाईँलाई पकाएर खुवाउने स्याहार सुसार गर्ने यही बुहारी हो माइती यही हो माइती भदैनी पहिलेदेखि चिनिराख्नु भएको चाहिँ सजिलो छ पर्दैन
आज त ऊ हो नि शुभ दिन साथी एक घन्टा हात्ती दिनु पर्यो ल राम्रोसँग भविष्य उज्यालो होस् है अनि आजदेखि चिन्जान राम्रो होस् होइन कहीँ पनि भेट्दाखेरि यता आउँदाखेरि बोलाउने यता होला है मुख लुकाउने न जाउँ यहाँ अब पछाडि बस्छ तिमी ल माइतीहरूले धेरै अब सारू दाई यहाँ पर लड्छु दिदीको तपाईँले सारू दाई भन्नु पर्यो राजनीतिक सबै मिलेर सबै खुसी होस् जिन्दगी लाइफ राम्रो होस् परिपक्व भन्नुभयो सबै अब त के भन्ने होइन एनाले होइन त्यसकाले पालि भन्ने हो त्यही छ नमस्कार आउँदैन त्यो खुट्टाले हिँड्नु हुँदैन अब जिन्दगी हजुर लौ बारी चिन्नु नभएर चिन्नु नि है पैसा पनि दिनु भयो है यो जेठान जाउँ यो हाम्रो साइला जेठान यो इन्डियन आर्मीको हनेरी क्याप्टेन हो क्याप्टेन भएर रिटायर भएको 1.5 साल जति भयो होला 1.5 साल 5 साल भयो जेठी छोरी डक्टर नि छ यसको जेठी छोरी सपना बलाल कहीँ तपाईँहरू उस पऱ्यो भने पनि साइला जेठानै जाउँ रामबहादुर मेरो माइल भएको यसैको छोरी डक्टर हुनुभएको यो जिते दाईको छोरा यो भदै भन्न पर्यो जमाई हाम्रो एकदम यो पनि सुबदार हो इन्डियन आर्मीको यो रिटायर भएको पनि 5 वर्ष भयो होला यहीँ बजैको यहाँ तपाईँको माइजू भित्र जानुभयो उहाँको ठुली दिदीको नाति हो यो जिते दाईको छोरा छम्बहादुर बलाल दाई आउनु भएन दाई त पाहाडै हुनु छम्बहादुर बलाल है जाउँ भदै हाम्रो बलाल परिवारको कोष अध्यक्ष पनि हो यो भिराल चौर दाई थियो त्यसपछिको कोष अध्यक्ष यही हो उता पुसौला बुढाबुढी गरेको अन्तिम समय हो सुत्योहरू शान्तिहरू उहाँ हाम्रो यहाँ पडोसी के भन्नु पर्यो भज्जा तपाईँले भज्जा भन्नु दाई भन्नु पर्यो होइन जेठान जेठान तपाईँले जेठान भन्नु पर्यो है जाउँ यहाँबाट भज्जा भनेपछि माइलाईको भज्जा कि तपाईँले भज्जा भनेपछि त अङ्कल पो भन्नु पर्यो उहाँलाई भतिजा भन्नु पर्यो उहाँलाई
यहीँ पारियो घर उहाँको भतिजा हजुर ठिकै छ पुर्जा यहीँ पडोसी बागलुङतिरको ठिकै छ उहाँ पनि यहीँ पडोसी हुनुहुन्छ उहाँ पनि आर्मीको सुबदार पडोसी जमै उहाँलाई जेठान भन्न पर्यो उहाँ साहबलाई तपाईँले जेठान भन्न पर्यो पडोसी उहाँ बागलुङतिरको पुन हुनुहुन्छ बागलुङतिरको पुन मार्न कहाँ पाइयो र ल हाम्रो यो घरको सबभन्दा जेठी दिदीको जेठान ए दाई सारू दाई जेठो सारू दाई जेठो सारू दाई है सारू दाई खोइ दाई कता गयो ओ ठुल्दै आऊ सफल रहोस् एकैचोटि हजुरहरूको तर्फबाट मैले समाचार सुन्न पाउँदा खुसीको समाचार सुन्न पाऊँ यही नै मलाई खुसी रहनेछ त्यही राम्रो तपाईँहरूको मिठो मिलन सफल रहोस् मेरो धेरै धेरै शुभकामना छ हृदयदेखि नै शुभकामना छ ल सर यसले पानी छैन त त्यसैले उहाँ ठुली दिदी पैसो चाहिँ नि यो खटेरी दियो कि अलि अनिकाल परेछ टिका लगाइदिए हुन्छ सर पैसा पर्दैन टिका लगाइदिए हुन्छ कि टिका लगाइदिए भयो ल दाइ रोनाइन अब सबैको त्यही हो केही छैन सर टिका लगाइदिए केही छैन टिका लगाइदिए हुन्छ त्यस्तो त्यही रोने होइन सबैको होइन होइन दिदी राम्रो कर्म चलेको राम्रो हो राम्रो कर्म हो राम्रो निर्माण पिर मान्दैन दाइ खुसी मनले खुसी मनले आशीर्वाद दिनुपर्छ खुसी हुनुपर्छ यो खुसीको ऊ पनि हुनसक्छ आँसु खुसीको हात खुसीको आँसु पनि हुनसक्छ दाइ ल ऊ भन्ने एकदम खुसी हुनुपर्छ जेठो सारू है हजुर सारू दिदी जेठी जेठी दिदी आज अलिकति हरू पनि छ कि त्यही भएर होइन होइन हामी खुसी हुने कुरोको लाइफ हामी जिन्दगी ठाउँदिएछ होइन बाटो खोलिदिएछ होइन कान्छी फुपू जमै ए कान्छी ल ल ल सबभन्दा यो घरको कान्छी फुपू बाजेको 4 बहिनी छोरी हुन् 4 बहिनीमा अब कान्छी मात्रै हुनुहुन्छ चाहिँ अब जिन्दगी सुध्रिएको एक्लै एक्लै जीवन थियो अब दम्पति जीवन एक्लै एक सहारा पाउने अवस्था हो सबै खुसी हुनुपर्छ है नाराज हुने कोही होइन सबै खुसी सन्तोष त्यसैले पख्नुहोस् भाइ यहाँ हाम्रो बाजेको 4 भाइ छोरा 4 बहिनी छोरी 4 बहिनी छोरीमा अहिले कान्छी फुपू सबभन्दा कान्छी फुपू ल है जमै कान्छी फुपू है हेर्नु होला कान्छी फुपूसित भेट्छु अन्त सबभन्दा कान्छी छेमा जमै सबभन्दा कान्छी छेमा यहाँ हाम्रो माइलियामा साइली हुन् कि होइन भाइ साइली हुन् हाम्रो यहाँ माइलियामा साइली हुन् यहाँ छेमा सबभन्दा कान्छी छेमा यही वलतिर पलतिर खैरिया जौँले उ गरिसक्नु ल जौँले चिन्नुपर्छ त्यही हो
भेटाउँदाखेरि अरूभन्दा नि बोलीचाली हुन पर्यो। ए बिसरेको कता भुल पऱ्यो है केही भएन। अछुता दिनु त्यो भर्खर उहाँहरू त्यस्तै हो क्या। यो घरको माइली दिदी, माइली सासू दिदीको घर सालझन्डी हुनुहुन्छ। भेना आउनु भएन दिदी माइली दिदी। माइली दिदी जमाई सालझन्डी दिदीको घर भेना आउनु भयो रहेछ आज। एउटाले त घर पनि पुर्न पर्यो। टाढैबाट आउनुभएको बिचरा। सालझन्डीदेखि पानवारी। आशीर्वाद लागोस्। यहाँ लगाइदिए त म त बिर्सेको। यति बाँकी छ यति गइसक्यो मलाई लगाइदिनु अरूले के लगाउने अब भ्याइए लास्टमा सोल्दिनु लाग्छ मलाई अलि भिजा एक महिना भिजा आएको कल्पना एक ठाउँ देखाउँथ्यो टिकै टिका के कस्तो खालको जामा धेरैले टिका लगाइदिएको पैसा धेरै खान्छ। त्यही भएर त यहाँ सकि नसकि झोला पुगेर बसिसकेर ल टाउकैमा सिउरिने हो अहिले टिकटक गर्न
आमाको बरको यो अहिले कान्छेमा त्यहीबाट आउँछु बुहारीहरू सबै भदैनी बुहारी हाम्रो किसन भदैको श्रीमती किसन भदैको श्रीमती है गाउँ यो हाम्रो दीपक भदैनी यो हाम्रो दीपक भदैको होइन कि यस्तो कहिले नलगाएको अनि त्यही भएर नि हो नमस्ते बुहारीहरूले अब सिक्नुपर्छ यो भदैनी सीता भदैनी यो हाम्रो गोपाल दाईको छोरी सीता भदैनी एरिया जम्मै भदैनी एरिया अहिले म हाम्रो अब सोल्टिना भन्ने हाम्रो तपाईँले बहिनी भन्नु पर्यो उहाँलाई हामीले साली भन्छौँ के अरे हाम्रै साइल बाको भदैनी हुन् साली अरू छुट्यो कोही छन् भेला गरेर त हामी छौँ अब जेठान जेठान अर्को जेठान मेरो नाम सानुबहादुर बलाल घर मदौलिया म जेठान बलालको अध्यक्ष बलाल परिवारको यहाँ दाई बहिनी म जेठोको छोरा जेठोको माइलोको छोरी कान्छी कान्छी जेठान मदौलिया माइला दाई ओ तिम्रो यता आउने यार